त्यसैगरी परीक्षित भनेको दोस्रो परीक्षा गरिएको अंग्रेजी भन्छन् नि द थिङ देयर इज एक्सपेरिमेन्टेड टु गेट समथिङ दैट इज परीक्षित कुनै चीज परीक्षा गरिएको छ भने त्यसलाई परीक्षित भनिन्छ जस्तै यो मैले स्याउ खाएँ ध्यान गरेर सुन्नु होला यो स्याउ गुलियो छ कि अमिलो छ कि पिरो छ कि तर्रो छ कि यो नखाइकन थाहा हुँदैन यो खाएर स्वाद लिनु भनेको परीक्षण गर्नु हो त्यही भएर भगवानको नजरमा दैनन्दिन अहर्निश यानी कि दिनदिनै परमात्माले हामीलाई परीक्षा गर्नुभएको छ त्यही भएर हामी परीक्षित हो तेस्रो परीक्षित भनेको परीक्षा दिनेवाला हामी परीक्षा दिनेवाला अब यहाँनिर ईश्वर सौनक आदिलाई शुद्ध पौराणिकले सम्बोधन गर्नुभएको छ हामी परीक्षा दिनेवाला भने के परीक्षा दिनेवाला भने चाहिँ परीक्षित हामी परीक्षा दिनेवाला दिइरहेछौँ परीक्षा पुण्यको परीक्षा दिएछौँ पापको परीक्षा दिएछौँ कहिले राम्रो कर्म परीक्षा दिएछौँ नराम्रो कर्म परीक्षा दिएछौँ परीक्षा दिएछौँ त्यही भएर हामी भनेको के हो त परीक्षा दिनेवाला हामी सबै के हो परीक्षा तिनै परीक्षालाई 7 दिनको दिनमा सुखदेव स्वामीले ज्ञान दिए मुक्त भयो भने चाहिँ सुख भनेको सुगा हुन्छ सुख भनेको ज्ञान पनि हुन्छ ज्ञानको प्रभावबाट सुखदेव स्वामीको प्रभावबाट राजा परीक्षित मुक्त भयो भने त्यही भएर गीतामा कृष्ण भगवानले के भन्नुभएको छ भने नहि ज्ञानेन सदृशं पवित्रमिह विद्यते मलाई प्रविधिको माध्यमबाट कुना कुनामा हेर्नु भएको छ भने के भनेको छ भने अहिले पश्चिमा सोसाइटीले नलेज बेस्ड सोसाइटी पश्चिमा समाजले के भन्छ भने ज्ञानमा आधारित समाज त्योभन्दा पहिले कृष्ण भगवानले के भन्नुभएको थियो भने नहीं ज्ञानेन सदृशं पवित्रमिह विद्यते संसारमा कोही पवित्र बन्छ भने ज्ञानले मात्रै हो त्यो ज्ञानलाई भनिन्छ सुख 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 भनेको ज्ञान ज्ञानले परिवर्तित भएको व्यक्ति दिव्य हुन्छ उसले आफूलाई चिन्छ संसार चिन्छ परमात्मा चिन्छ ज्ञानले परिवर्तित भएको व्यक्ति शान्त हुन्छ ज्ञानी हुन्छ ध्यानी हुन्छ आनन्दित हुन्छ ज्ञानले परिवर्तित भएको व्यक्ति चाहिँ कहिले पनि गीतामा कृष्ण भगवानले भन्नुभएको छ नि सुख दुःख समीकृत्वा लाभा लाभो जया जय लाभमा हानिमा जयमा पराजयमा सुखमा दुःखमा सबै समयमा एकै नाशको हुने यो सबै समयमा एकै नाशको हुने लाभमा हानिमा सुखमा दुःखमा जयमा पराजयमा उस्तै बन्न सक्ने त्यो चाहिँ आध्यात्मिक जनको लक्षण त्यो चाहिँ ज्ञानीमा हुन्छ त्यो चाहिँ सुख भनेको सुगा भनेको ज्ञान सुगाले प्रष्ट हुन्छ ज्ञान प्रष्ट हुन्छ सुखदेव स्वामीले राजा परीक्षितलाई दिएको ज्ञान भनेर श्रीमद् भागवतले उल्लेख गरेको छ 7 दिन भनेको जीवन मैले बार भने यही 7 दिन रूपी जीवनमा राजा परीक्षितले सुखदेव स्वामीसँग ज्ञान ग्रहण गरेको हो यही ज्ञान ऋषेश्वर सौनक आदिलाई शुद्ध पौराणिक सम्बोधन गर्नुभएको छ अब सुखदेव स्वामी भनेको ज्ञान हो राजा परीक्षित भनेको चाहिँ परीक्षा दिनेवाला हामी हो हामीले पुण्य र पापको परीक्षा दिइरहेका छौँ त्यही भएर यो कथा भनेको अरू कथा अरूका लागि होइन हाम्रा लागि हाम्रो जीवन बदल्नका लागि बनेको हो यो कथा भन्ने होइन कथाले जीवन गाउनु पर्यो जीवन भन्नु पर्यो जुन कथाले जीवनको बारेमा सम्बोधन गरेको छ त्यो कथा नै समुचित रूपमा मानवोचित कर्मको लागि बनेको कथा हो त्यही भएर कथाले हाम्रा पौराणिक आख्यानहरूले हरेक आख्यानले हाम्रो जीवन बोलेको छ जगत बोलेको छ अनि परमात्मा बोलेको छ त्यो कुरा जान्न जरुरी छ राजा परीक्षित कथा वस्तु अनुसार अर्जुनको नाति अभिमन्युको पुत्र सुखदेव स्वामी व्यासका पुत्र व्यासको अर्थ पनि ज्ञानै हुन्छ ज्ञानको परम ज्ञानको अनुभूति गर्नेवाला सुखदेव स्वामी जसले राजा परीक्षितलाई दिएको ज्ञान त्योभन्दा अगाडि परीक्षित विश्व भ्रमणको अभिलाषा लिएर अगाडि बढ्छन् राजा परीक्षित यो के हो त भन्दा परीक्षित भनेको आकांक्षा किनभने परीक्षित भनेको हामी हो मनुष्य भनेको चाहिँ आकांक्षा मनोआकांक्षा लिएर अगाडि बढ्ने हो हेर्नु विचार गर्नुहोस् त 100 कमायो भने 200 कहाँ जान लाग्यो फेरि के भयो
अघि नै भने होइन मैले गाडी सबै व्यवस्थापन गरौँला, अहिले घर घरै पुर्याउनु म जामला भने होइन, घर घरै पुर्याउनु जामला होइन, म हुनु सानन्द पुर्याउनु जान्छ मुखुली मात्रै है, फेरि सबै कुराले होइन। आनन्दले बसिबक्सियोस्, गाडीको व्यवस्थापन गरौँला ढुक्क तालले। फेरि के हो कोटेश्वर हो पुर्याउन जाउँला क्या भगवान, जानु मन लाग्यो एक्लै जाने अरू जाउँ भन्ने होइन क्या, जानु मनले एक्लै जाने अरूलाई जानु मन छैन जाउँ जाउँ। अब परीक्षित त के हो त भन्दाखेरि हाम्रो मनमा अनेक किसिमको आकाङ्क्षा। राजा परीक्षित विश्व विजयको महान अभिलाषा लिएर अगाडि बढे भन्ने प्रमाण छ। त्यो कथावस्था अनुसार विश्व विजयको महान अभिलाषा लिएर, विश्व विजय गर्ने चिन्तन लिएर परीक्षित आफ्नो गतिमा अगाडि बढेका छन्।